बुढा खाडाहरूले देश चलाउनु पर्दैन भन्ने थिएन र? मेन माग चाहिँ त्यो थियो होइन, सुशासन थियो, सँगसँगै प्रत्यक्ष कार्यकारी र प्रदेश खारेज पनि थियो कि त्यतिखेर माग संहिता खारेज पनि थियो है? थियो है, त्यतिखेर थियो। तपाईँ सोध्नु होला त्यतिखेर के हो भनेपछि पछि ओभरल्याप भयो। पछि चाहिँ 3 थरी जेन्जी भयो कि, एउटा चाहिँ पार्टीतिर गए पार्टीको जेन्जी भयो, एउटा सरकारको वरिपरि बिरालो जस्तो बसेर कतिखेर दुध दिन्छ खाना पाइन्छ भनेर कुरेर बस्नेवाला जेन्जी भयो, अर्को चाहिँ हामी विद्रोहीवाला जेन्जी, रियल मागवाला जेन्जी। तर जेन्जी भनेको चाहिँ एजेन्डा हो कि है, जेकालाई विद्रोह भयो, जेकालाई आन्दोलन भयो, जेकालाई उ भयो, त्यो चाहिँ मेन कुरा हो नि त। त्यसलाई चाहिँ गलत तयार नजाउँ कि मै हुनु परेन, मै नेता हुनु परेन, मिराजै हुनु परेन, परवेशै हुनु परेन, अरू जोसुकै होस् हामीलाई फरक परेन कि। जस्ट कुरा के हो भन्दाखेरि चाहिँ जे माग राखेर जे कुराको लागि आन्दोलन भयो त्यो चाहिँ पुरा हुनु पऱ्यो कि। र चुनाव अहिलेको आवश्यकता होइन कि, चुनाव 5-6 महिना चुनावको हामी विरोधी होइन, चुनाव हुनुपर्छ, जनतासँग जानुपर्छ, जनताको भए बुझ्नुपर्छ। तर 5 महिनासम्म यसलाई चाहिँ गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी गरौँ, अलिकति ढिला गरेर विदेशमा भएकालाई मताधिकार दिउँ, अलिकति ढिला गरेर प्रदेश सभा खारेज गरौँ। सोच्नु न, प्रधानमन्त्रीले भनेपछि या सबैले भनेपछि प्रतिनिधि सभा चाहिँ विघटन भयो नि। जब प्रतिनिधि सभा टाउकै विघटन भयो भने प्रदेश सभा खुट्टा के काम सक्थ्यो नि त, हुन सक्छ नि त, हुन र सधैँभरिलाई हुनुपर्छ यो कुराहरू। संविधान त एकचोटि त मारिसकेको छ होइन, प्रधानमन्त्री त गलत बाटोबाट आउनुभयो भन्ने हिसाबले एकचोटि फेरि मारो भन्ने हो। यसै घाँटी काट्यो उसै घाँटी काट्यो, जसरी संविधान त मरिसक्यो, त्यसमा 2टा कुरा 3टा कुरा फेरेर त सिद्धिदिन्थ्यो नि त। तर जनताले गाली पनि गरेर त बिग्रिँदैन थिएन कि। अर्को कुरा चाहिँ जति पनि हत्याराहरू आज बाहिरै छन्, भ्रष्टाचारीहरू आज बाहिरै छन्, तर 1100 जनाभन्दा जेन्जीहरू चाहिँ अहिले जेलभित्र छन् र 3000 जना जेन्जीहरू चाहिँ भागेर बस्छन्, 3400 जना। मलाई आज पनि 50 जनादेखि फोन आयो होला कि है, बामा जोडी मेरो छोरा जेलमा छ, डक्टर साहब म अनसन बसेपछि म के गर्नु, अब कोला भर्नु, म अब त्यहाँबाट कोला भन्न जाऊँ कहाँ भन्न जाऊँ, खर्च छैन भन्दा थोरै दिन पठाउने बाहेक मैले पनि के गर्न सकेको छैन कि त्यो कुराहरू होइन। अर्को कुरा भनेको चाहिँ के छ भन्दाखेरि चाहिँ यो मौका आउँदैन कि, अब चुनाव भयो भने फेरि 2 त्यहाँ कहिले पनि आउँदैन, कहिले पनि प्रदेश सभा खारेज हुँदैन र कहिले पनि यी मागहरू पुरा हुँदैन र त्यसमा अर्को विद्रोह अर्को निस्किन्छ क्या फेरि। यो संसदबाट 2/3 आउने सम्भावना देख्दैन है सर? सम्भावनै छैन कि, किन भन्दाखेरि नेपालहरू एकदम डिभाइडेड छ कि नेपालीहरू कि। प्रदेश कार्यकारी भयो भने चाहिँ 5 वर्षसम्म चल्यो, उसले गर्न सक्यो, उसले चलाउन सक्यो। तर संसदबाट चाहिँ अब यहाँ पार्टी नै 143वटा अब मिल्छु भने यिनीहरू नि एकदमै गाह्रो छ मिल्नलाई। मिलिहाल्यो नि कहिले फुट्ने हो भन्ने त्यो पनि तनाव छ फेरि होइन। अब फेरि मेन कुरा चाहिँ के छ भन्दाखेरि मैले यिनीहरूबाट पनि ल किसानको लागि मैले कुरा सुन्दिनँ कि, यिनीहरू पीडितहरूका लागि मैले यिनीहरूको मुखबाट पनि कुरा सुन्दिनँ कि, र मजदुरहरूका लागि सुन्दिनँ कि, देशको संस्कार संस्कृति बचाऊँ भनेर पनि यिनीहरूको मुखबाट सुन्दिनँ कि, नयाँको मुखबाट भन्ने कहिले पनि शिक्षा यसरी फ्री गरौँ भनेको सुन्दिनँ कि, स्वास्थ्य यसरी राम्रो गरौँ भनेको सुन्दिनँ कि। जहिले पनि 2टा कुरा मात्रै सुन्छु कि, एउटा चाहिँ जोडले गाली गर्न आउँछ हाम्रो कुरालाई, मलाई पनि आउँछ, तर मसँग अलिकति भिजन पनि मैले कहिले काहीँ त्यो कुरा पनि गर्छु कि होइन। गाली गर्न म उनीहरूलाई जितिसकेँ खास त्यसरी, तर होइन। तर अरू कुरा पनि मैले कहिले काहीँ गर्छु कि, किसानका कुरा गर्छु, उत्पादनका कुरा गर्छु, आत्मनिर्भरताको कुरा गर्छु, देशको स्वाभिमानको कुरा गर्छु, संस्कार संस्कृति परम्परा इतिहासकी कुरा गर्छु। यो कुराहरू पनि गरौँ कि नयाँ नयाँ पार्टीहरू, नयाँ नयाँ साथीहरूले कि। जबसम्म देश आत्मनिर्भर हुँदैन नि तबसम्म देश बन्दैन कि, जोसुकै आयो भने कि। जबसम्म देशमा शिक्षा र स्वास्थ्य फ्री हुँदैन तबसम्म केही पनि हुँदैन कि। जबसम्म देशमा भ्रष्टाचारीहरूलाई कारवाही हुँदैन, सुशासन आउँदैन तबसम्म केही हुँदैन कि। हामीले यिनै कुराहरूको यहाँ भ्रष्टाचार रोक्नुपर्छ भन्ने चाहिँ छ, तर कसरी रोक्ने छैन नि त। कसरी रोक्ने भन्दा 2टा तरिका छ, एउटा 46 साल यताको सबैको सम्पत्ति छानबिन गर्ने होइन, बाँकी रहेकोलाई राष्ट्रियकरण गर्ने, र दोस्रो तरिका भनेको सबै डिजिटल गराइदिने। सिस्टम पनि रेडी छ, तर यिनीहरूले गराउँदैन कि। अब टेरामक्स ल्यायो भ्रष्टाचार गर्यो, तर टेरामक्स एप्लाई गर्नु हो नि त होइन। एमडिएमएस ल्यायो भ्रष्टाचार गर्यो, त्यसलाई एप्लाई गर्यो भने चाहिँ जस्तो मैले सञ्चार मन्त्रीलाई चाहिँ के भन्थ्यो भन्दाखेरि चाहिँ एमडिएमएस र टेरामक्स एप्लाई गर्यो न, त्यसले गर्दाखेरि चाहिँ यो हुम्ला जुम्ला दार्चुलामा नेट स्लो हुन्छ नि त। मेरो अर्खाँचीमा नेट स्लो छ, मोबाइल टावर पनि टिप्दैन कि, त्यो ठाउँमा चाहिँ टावर टिप्छ, नेट फास्ट हुन्छ कि। त्यो टेरामक्सको काम त्यो रहेछ। म पनि विज्ञको टोली छ मेरो, खासमा अनलाइन जान्ने छन् सर। म त तपाईँसँग विज्ञ टोली पनि छ है? मसँग 108 जना विज्ञ छन्, 108 जना गुरु छन्, विभिन्न क्षेत्रको, सबै क्षेत्रको छन्। तपाईँले कुनै पनि क्षेत्रको पनि म ट्याक्क भन्न सक्छु न। तपाईँसँग त जम्बो टोली छ है? मसँग राम्रो टिम छ, काम गर्ने खाले टोली बनाउँछु कि मैले। तपाईँ पनि मलाई हल्ला गर्ने ठुला कुरा गर्ने मात्र टोली मन पर्दैन, कहिले कहिले आन्दोलन गर्नलाई त एउटा टोली चाहियो। भनेपछि तपाईँको आन्दोलन टोली पनि छन् त्यसो भए? छन्, हुनै पऱ्यो नि। अब केटाहरू छन् त्यसो भए? केटाहरू बिना त अब देश चल्दै पुरानो तलका नेताहरूले केटाहरू राख्थे, तपाईँले पनि राख्न थाल्नुभयो है? यसरी बुझ्छ नि मान्छेले भन्दै गर्दा होइन। युवाहरू साथ दिन आउँछन् भने त मैले नाइ भन्ने कुरा त भएन नि त। युवाहरू आउँछन्, विद्यार्थीहरू आउँछन्, जेनजीहरू आउँछन्, सबै आउँछन् भने त ल भाइहरू मैले त राम्रो बाटो देखाउनु पऱ्यो नि त। मैले त सत्यको बाटो देखाउनु पऱ्यो, विकासको बाटो देखाउनु पऱ्यो, निकासको बाटो देखाउनु पऱ्यो। मैले त उनीहरूलाई सही मार्गमा लानु पऱ्यो नि त। देश चाहिँ गऱ्यो होइन कि। मेरो एउटा मात्र कुरा के भन्दाखेरि मलाई अरू केही चाहिए छैन कि, 3टा कुरा मात्र चाहिएन कि। एउटा शिक्षा स्वास्थ्य फ्री, मेरो माग दिने भयो यो बाहेक। शिक्षा स्वास्थ्य फ्री, पानी खानी साल जङ्गल जडीबुटी र रक्तचन्दन वैधानिक
र हिन्दू बुद्ध किराँत राष्ट्र नेपाल भइदियो भने चाहिँ वैदिक सनातन यो यति भइदियो भने चाहिँ यो बाहेकै यो माग्दैन गाँजाको पनि माग्छ नि त अब त्यसमा जडीबुटीमा आइहाल्यो हर्रो पर्रो अम्ला जडीबुटीको राजा हो कि गाँजा हामीले नबुझेको हो कि होइन जसरी एउटा परिवार बाउ बिना अधुरो छ नि त हाम्रो आयुर्वेद क्षेत्र पनि गाँजा बिना अधुरो छ कि हाम्रो यो जुन सिंहदरबारको ऊ छ नि तपाईँले मैले बुझाउन सकेँ होइन म गाँजा गरेर पागलपनको डक्टर हो कि खास मलाई भन्छन् भने पहिल्यै थाहा भयो मलाई यही विषयमा मास्टर एमडी पढेको हो कि है मतलब कुन विषयमा रे ठ्याक्कै भन्नु त स्पष्ट हुने गरी नसा तथा मनोरोग के मेन्टल हेल्थ एन्ड साइकेट्री के होइन मेन्टल हेल्थ एन्ड एडिक्सन डिपार्टमेन्ट भन्छ साइकेट्री एन्ड एडिक्सन डिपार्टमेन्ट पनि भन्छ यसमा चाहिँ म मास्टर हो कि म खाने होइन छुटाउने डक्टर हो कि मैले बुझाउन सकेँ होइन र मलाई के न के आरोप लाउँछन् भन्ने पहिल्यै थाहा थियो काङ्ग्रेस एमाले माओवादीले मलाई ओहो निकोलस त भन्नु मिलेन होइन अब 2-4 जना नयाँको पनि विरोध गरेछ उनीहरूले पनि मिलेन मलाई के भन्ने त भन्दा मलाई चाहिँ गाँजाकै आरोपलाई यही आरोप लागेर मैले भनेको र मैले गाँजालाई के बन्छ भनेर हेर्नु मन लाग्यो तपाईँ यहाँ 32 पुतलीको गाँजा स्टोरमा जानु होला इटहरीको गाँजा स्टोरमा जानु होला या बिर्तामडकोमा जानु होला या बुटोलकोमा गए पनि हुन्छ होइन अब हामीले विदेशमा पनि खोल्दैछौँ कि औद्योगिक उत्पादनका लागि र औषधि उत्पादन तपाईँको यो जुन सिंहदरबारको वैद्यखाना बन्द हुनुको मेन कारण चाहिँ गाँजा अभियानीकरण हो कि 147वटा आयुर्वेदिक औषधिमा चाहिँ गाँजा बिना औषधि बन्दैन कि र जसरी हाम्रो एलोप्याथी औषधिको चाहिँ मेन कम्पोजिसन चाहिँ रक्सी हुन्छ कि तपाईँले कफ सिरपहरू खानुहुन्छ नि त त्यसमा अल्कोहल हुन्छ हेर्नु होला है तर कुनै पनि आयुर्वेदिक औषधिमा त्यसमा गाँजा हुन्छ है त्यसका लागि चाहिँ वैज्ञानिक गरौँ र जुन निबोलोनहरू 3टा औषधि भन्छ न्याबिलोन रोनाबिनोल योहरू होइन योहरू औषधिहरू पनि 97वटा रोगको लागि काम गर्छ भनेर चाहिँ मेरो किताबमा लेखेको छ कि है अनि मेरो अक्सफोर्ड टेक्स्ट बुक अफ साइकेट्री भन्ने छ त्यसमा चाहिँ गाँजाको बारेमा एउटा छुट्टै किताबै छ लगभग 5000 पेज जति छ होला त्यसमा गाँजाको बारेमा है त्यसमा चाहिँ 97वटा रोगमा चाहिँ फाइदा देखिएको छ भनेर लेखेको छ त्यो रोगको नाम अब 3टा मात्र एप्रुभ छ जस्तो छारे रोग हुन्छ नि त केही निको नभएको चाहिँ यसको तेलबाट निको हुन्छ फेरि गाँजाको पातबाट चिया बन्छ डाँठबाट इटा बन्छ होइन जुन बोक्राबाट कपडा बन्छ अब दानाको हुन्छ नि त दानाबाट तेल निस्किन्छ कि तेल निस्केर जुन पिना हुन्छ नि त पिना चाहिँ वर्ल्डको एकदम हाइजेस्ट सोर्स अफ प्रोटिन हो है यो कुरा चाहिँ बुझ्नुपर्छ क्या हामीले मैले खानालाई नसा गर्नको लागि भनेको होइन नसा कुनै पनि गर्नु हुँदैन कसै नसा गर्नु हुन्छ नि मलाई मसँग आउनुहोस् म छुट्याइदिन्छु पैसासम्म दिनुहोस् नभए फ्रीमै छुट्याइदिनु अहिले मैले 4 देखि 5000 जनाको नसा छुट्याएको छु र 3टा स्टेपमा छुट्याउँछु पहिला चाहिँ कुन स्टेपमा छ भनेर हामीले हेर्छौँ कि है पहिला चाहिँ अब खाइराख्ने हो कि छोडिसक्यो हो कि पहिला चाहिँ खाइराखेकोले जस्तो रक्सी या कुनै पनि नसा छुट्याउनु पऱ्यो भने चाहिँ सुरुमा त्यसलाई डिटक्स गर्छौँ कि डिटक्स गर्दाखेरि चाहिँ के गर्छौँ भन्दा औषधिहरू दिएर सहयोग गर विड्रल सिम्टम्स कम हुने गरेर हामीले त्यसको ठिक गरिदिन्छौँ कि एउटा कुरा सेकेन्ड स्टेपमा गइसकेपछि हामीले उसलाई मोटिभेसनल इन्टरभ्यू एमआई भन्छ कि एमआईमा चाहिँ हामीले 5-6वटा कुराहरू हुन्छ कि त्यसमा चाहिँ हामीले उसको चाहिँ भित्रको इच्छा शक्तिलाई जगाउँछौँ म छोड्नुपर्छ भन्ने र उसै भित्रबाट मैले छोड्नुपर्छ भन्ने भाव जगाएर उसलाई छोडाउने कामहरू चाहिँ हामीले त्यहाँ गर्छौँ कि थर्डमा चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ रिल्याप्स प्रिभेन्सन भन्ने हुन्छ रिल्याप्स प्रिभेन्सन भनेको अब फेरि चाहिँ ड्रग नखाओस् फेरि चाहिँ नहोस् भनेर चाहिँ उसलाई हामीले औषधिहरू र काउन्सिलिङ मोटिभेसन मार्फत चाहिँ उसलाई हामीले ड्रग छुटाउने काम गर्छौँ र रक्सी छुटाउन अरू ड्रग छुटाउनु जति गाह्रो छ गाँजा छुटाउनु त्यति गाह्रो छैन कि किन छैन भन्दाखेरि अरू रक्सी छोड्दाखेरि चाहिँ तपाईँको विड्रल भएर मान्छे मर्न सक्छ कि जस्तो अपोइड्सहरू होइन मान्छे बेन्जोडाइजिपिन्सहरू या अन्य कुनै ड्रगहरू छुटाउँदाखेरि विड्रल बढी हुन्छ भने गाँजामा साइकोलोजिकल हुन्छ फिजिकल विड्रल कम हुन्छ र छोड्न पनि सजिलो हुन्छ गाँजा सेवन गर्नेहरूलाई गाँजाबाट मुक्त गराउने डक्टर तपाईँलाई त मान्छेले गाँजा सेवन गरेको भनेर आरोप लगाइरहेछन् तपाईँलाई एउटा विनम्र प्रश्न गरेँ है मैले तपाईँले जीवनमा गाँजा खानु भएको छैन कहिले अब कहिले पनि खानु भएको छैन होइन प्रश्न विनम्र प्रश्न भनेको छ के छ मैले शिवरात्रिमा कहिले खाएको छु र कहिले खानेमा रक्सीभन्दा गाँजा चाहिँ स्वास्थ्यको लागि त्यति राम्रो त म कुनै पनि रक्सी पनि होइन गाँजा पनि रक्सीले जति हानि गर्छ नि त गाँजा त्यति साह्रो हानि चाहिँ गर्दैन त्यही भएर चाहिँ खाना केही पनि नखानु है नेपालको लागि गाँजा चाहिँ पर्दा मैले बुझाउनु मन थियो मैले बुझाउनु पाएको थिएँ डक्टर साहब सुन्नुहोस् न अघि योभन्दा अगाडि जुन अर्को प्रश्न छ कि योभन्दा अगाडि मसाल जुस भएको थियो नि तपाईँको समूह भन्ने भएको छ नि त सुन्नुहोस् न तपाईँको जुन अघि मसाल जुस भएको थियो नि यो जुन डाक्टर निकोलस भुसालको समूहद्वारा मसाल जुलुस भएको छ भन्ने समाचार आएको छ तपाईँहरूको समूह हो हाम्रै साथीभाइहरू सुन्नुहोस् न तपाईँतिर बुझ्नुहुन्छ कि विनम्र प्रश्न गरेँ कि कुरा बुझ्नु न ठिक छ ल होइन अब यो मसाल जुस चाहिँ हामीले गरेको हाम्रो केटाहरूले गरेको तर मैले भनेर गरेको होइन आफै गरेको हाम्रो एकदम धन्यवाद डाक्टर साहब भनेपछि भोलि 11 बजेदेखि सबै व्यक्तिलाई तपाईँले आन्दोलनमा आउन आह्वान गर्नुभएको छ होइन सम्पूर्ण जेन्जीहरू नेपालीहरू विद्यार्थीहरू युवाहरू किसानहरू मजदुरहरू सरकारी सबैलाई चाहिँ म भोलि आन्दोलनमा आउन आह्वान गर्न चाहन्छु
एकदम धन्यवाद। हजुरको स्वास्थ्य अवस्था कस्तो छ साहब अहिले? एकदमै गाह्रो छ है, म जबरजस्ती बोलेको छु, भोलि बोलाउनु पर्ने भनेर बोलेको। अनि सुन्नुहोस् न, जस्तै तपाईँलाई अहिलेसम्म कुनै पनि सरकारको प्रतिनिधिहरू भेट्न त आउनु भएको छैन डक्टर साहब? छैन आउनु भएको छैन है? चाहना पनि छैन आओस् भन्ने चाहना पनि छैन। चाहना पनि छैन है? धन्यवाद दाजु। थ्याङ्क यू सो मच। अस्ति हामीहरूलाई कुदी हानेन यिनीहरूले, गाजा खान्छ भनेर सोध्छ 11 बजे। ए सरी 8:30